विष्णु शंकर ब्रह्मा विष्णु शंकर देवना हमलाई भार ब्रह्मा विष्णु शंकर ब्रह्मा विष्णु शंकर देवना हमलाई भार बेलुका होटेलमा लान्छन् रे दिदीको भन्दा धेरै भयो होटेल लान्छन् रे मलाई बेलुका
फोटोग्राफर बनाउनु भएको छ उहाँहरू नाचेको खिचिदिनु होला अन्तिम गीतमा एकछिन कान्छो अङ्कलको पालो आउँदैछ होइन खास मैले मेरो पालोलाई सुरक्षित राखेको ल जानु रे जानु मैले हेर्छु लक्ष्मीको रूपमा नि सबै लक्ष्मी भइदियो है ज्ञानी भइदियो हुन पनि सक्छ नि धेरै रहेछ हामी बेलुका कहाँ अन्तिम भजन गाउँदै अनि हामी आजको कार्यक्रमको अन्तिम चरणमा हामी विसर्जनमा गुरुहरूलाई विदा गर्ने कार्यक्रममा लाग्छौँ र फेरि भरे हामी सन्ध्याकालीनमा जोडिनेछौँ। अहिलेको लागि इच्छा हुने जति सबैजना आएर हामीले नाच्नुपर्छ है त। र भगवानको सेवा नाचेर पनि हुन्छ, हजुर गाएर पनि हुन्छ, थपडी बजाएर पनि हुन्छ, मन्त्र गाएर पनि हुन्छ, धेरै हुन्छ आठ किसिमको विधि विधान हुन्छ, पूजा हुन्छ। त्यसमध्ये एउटा जो नाच्यो उही धेरै बाँचेर है त। एउटा गीतमा मात्रै बोलाएर भगवानसित करोडमा तीर्थहरूको पूजा हामीले सबै तीर्थहरूलाई सम्झेर यहाँ नै पूजा गरेका छौँ। त्यसैले हामीले हिजोको दिनबाट यो घरलाई नै तीर्थ बनाएका छौँ है त। त्यसैले हे भगवान धोका तीर्थैको छैन माया घरैको धोका तीर्थैको नमस्कार पशुपतिलाई मनको इच्छा पुर्याइदेऊ करता जतिलाई।
रुद्राभिषेक महिमा वर्णिनीको रुद्राभिषेक महिमा ओम पूर्णमदः पूर्णमिदं जिल्ला खन्नको पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेव रोटी तरकारी छ त वसिष्यते हाम्रो घरमा